ल गाइजहरु म भट्याउँछु तिमीहरु देउसी रे भनेर है त ल ल आए भन मेरो गेडी हो देउसी रे है रारी भन देउसी रे चिसो बियर देउसी रे ह्याप्पी तिहार देउसी रे झिलिमिली बजार देउसी रे चाहिन्छ 10,000 देउसी होइन नानी हो कस्तो खाले देउसी हो शरम छैन के नाटक हो घरबेटी आइन् पैसा झर्ने गरी भट्टे आउँछ आहे घर बेटी सुड्डी देउसी रे नकराउ बुड्डी देउसी रे नगर हेला देउसी रे हामीलाई भयो अबेला देउसी सुन तिमीहरू यस्तो पनि हुन्छ देउसी गुन्यु चोलो लगाएर मादल बजाउँदै खेल्नु पर्ने देउसी भैलो हेर राम 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 के देख्नु परेको यो त हाम्रो स्टाइल हो नि आन्टी उहिलेको जमाना खुइले तिमी कुन युगमा छौ आन्टी यो त वैज्ञानिक युग हो वैज्ञानिक युग होला तर नानीहरू संस्कृतिको नाममा विकृति बनाएर बहुला युग नबनाऊ भाषण दिन थालियो सुड्डी जाऊ लोभी रैचिनी अरू घर छँदैछ नि यही घरमा खेल्नु पर्छ भन्ने के छ र त्यही त भनेर जाउँ केटीहरू हे भगवान देउसीको नाममा के हो यस्तो बाटो हिँड्नेले देखे भने पनि फलाना ठाउँमा कस्तो देउसी खेलेका हुन् भनेर हाम्रो ठाउँको बदनाम नै हुने भो अरेली गाडैले मलाई चस्सै अरेली गाडैले होइन कहाँ केटीहरू बिस्ताराले पोले भन न होइन यो डेक पनि बज्दैन त के हो केटीहरू झ्यापमा रहेछन् यही बेला दाउ भार हुन्छ यही मौकामा चौका हान्नुपर्छ हामीलाई पनि मायाले हेर पार्वती लै 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 हामी सर जाउँ रमाइलो गर्छ पार्वतीहरू शिव भइसक्यो पुलिस आयो भागो होइन किन डराइरहेको यिनीहरू त भाग्यो त है पुलिस भनेको त हाम्रो साथी पो हो त साथी मात्र होइन दिदी बहिनी पनि हो के पारा हो नसाको तालमा हल्लिएको छ देउसी भनेको छ देउसी खेल्न पनि नपाउने हामीलाई अर्ती नदिनु न हो हामी अपराधी हो र नबुझ्ने हो र हामी त +2 का विद्यार्थी पो हौ त अनि पढन्तेको पारा यही हो तिमीहरूको यस्तो ताल देखेर तिमीहरूको भाइ बहिनीले के सिक्छन् समाजले के भन्छ हेर बहिनी यस्तो नसामा रम्ने बानी ठिक होइन अपराध नै गरेनौ भन्दा पनि अपराधीहरू दाउ हेरेर बसिरहेका हुन सक्छन् बलात्कार हत्या घटनाहरू दिनदिनै बढिरहेका छन् अलिकति सुरक्षालाई पनि ख्याल गर न भोलि तलमाथि केही भयो भने शान्ति सुरक्षामा प्रहरीले के हेरेका थियौ भनेर उल्टै हामीलाई आरोप लाउँछन् तिमीहरू जस्तो होनहार युवाहरूले त अझ अरूलाई सम्झाउनु पो पर्ने हो ए चिन्तै नलिनु न हामी लड्दै भएनी घर पुग्छौँ जाऊ साथी हो देउसी रे तिहारको बेला पनि देउसी भैलो खेल्न नदिने पुलिस प्रशासन ए ल तपाईँ घरबेटीहरू पनि पो आइसक्नु भएछ हामी प्रहरी तपाईहरूको सामु उभिँदा झर्को नमानिदिनु होला पर्वमा पनि घर नगई ड्युटीमा खटेका छौं हेर्नुस् यस्तो भड्किलो देउसी भैलो देखेपछि आम नागरिकको हिसाबले सम्झाइ बुझाइ पनि गरिदिनु होला देशको संस्कृति संस्कार पहिचान
भएन मात्र भनेर समीक्षा गर्ने मात्र होइन, सम्झाइ बुझाइ पनि गरिदिनुस् न। चाडपर्वसँगै शान्ति सुरक्षामा हजुरहरूले आफ्नो ठाउँबाट सकेको सहयोग पनि गरिदिनुहोला। सबैलाई दीपावलीको शुभकामना। यति बेला पनि आइपुग्दैन त मेरो भाइ। झन् हिजै आइज है, गाउँभरि देउसी खेल्न पर्छ भनेको भ्याउँदिन। टिका थाप्ने गरी चाहिँ टुक्टुक्कै आइपुग्छु भनेको थियो। सायद पनि जान लागिसक्यो। सबै कुरा ठिक्क भइसक्यो, भाइ आइपुग्दैन। फेरि आज त परीक्षाको रिजल्ट पनि आयो भन्थ्यो। पास भएको खुसी, भाइ टिकाको खुसी। आज त मेरो भुइँमा खुट्टै छैन। ए बल्ल आइपुगिस्। ल बस, सायद केटीको लगाउनु पर्छ भाइ। ढिला आइपुगे भनेर डराएको होला, डराउनु पर्दैन। लु बस, टिका लगाइहालौँ। हतकडी लगाइदिइहाल्नुहोस्। के भयो मेरो भाइलाई हतकडी नै लगाउने? त्यस्तो के गरेर यसले? तपाईले नसोचेको काम गर्यो, गर्नु नपर्ने काम गर्यो। तपाईको भाइ अरूको ज्यान बचाउने डाक्टर होइन, लागु औषध प्रयोग गरी आफ्नै ज्यान बर्बाद पार्यो। लागु औषध प्रयोग मात्र होइन, ओसार पसार गरी धेरैको भविष्यमाथि खेलवाड गर्यो। तपाईको सपना मात्र मारेन यसले, भर्खरै एक किशोरीको हत्या गर्यो। आफ्नो दिदीलाई त जिउँदै मारिस, हाम्रो गाउँको पनि बदनाम गरिस। यस्तो गर्छस् होला भन्ने त एक मनमा पनि सोचेका थिएनौ। डाक्टर बनेर आइस भनेको त डाका ज्यानमारा पो बनेर आइस। यो सबै सत्य हो। साथीहरूको लैलैमा सुरुमा रमाइलोको लागि खाना थालियो, पछि बानी परियो। पढाइ त 1 वर्ष अघि नै छोडिसक्यो, तर यो लागु औषध कसै गरी पनि छोड्न सकिन। पछि जिन्दगीमा जसरी भए नि पैसा कमाउन त हो नि भनेर छोटो उपाय अपनाइ लामो सपना बर्बाद बनाए। गाउँ आएर गुन्द्रुक होइन गाजा ओसारेको थिएँ। मैले आफ्नो मन, आफूलाई माया गर्ने मान्छे अनि दिदीको सपना, गाउँलेको आशा सबलाई मारे। माफीको लायक पनि छैन दिदी। के मुख हेर्नु? अब जे हुनु भयो, अब सजाय कानुनले दिन्छ। लिएर हिँड्नुहोस् यसलाई। प्रहरी नानी, हजुर पनि एउटा चेली नै हुनुहुन्छ। आज भाइ टिकाको दिन, मेरो भाइलाई टिका लगाउन चाहिँ दिनुहोस् न, बिन्ती छ नानी।
यो के गरिस् भाइ तैँले म त भनेर कति सदा बसेको थिएँ मेरो भाइ म कसको सहारामा बस्छु भाइ अब के कमी गरेको थिइनँ हेर्नुस् त आज एकजनाले सेवन मात्र गरेन एकजनाले अरू दर्जनौलाई सेवन गर्न लगायो अनि ती दर्जनौले अरूलाई सेवन गर्न लगाउँदा सोच्नुस् त कति युवा युवतीहरू बर्बाद भए बर्बादसँगै हत्या हिंसा बढ्यो त्यसै गरी परिवार समाजले राखेको आशा मर्यो राष्ट्र निर्माण गर्ने युवा शक्ति मर्यो दुर्व्यसनीबाट आफ्ना नानी बाबुहरूलाई पनि टाढै राखौं सम्हाल्नुहोस् आफूलाई यसलाई लिएर हिँड्नुहोस्